सो हामी चाहिँ अहिले जाँदैछौँ थाक्रा काट्नलाई जङ्गलमा तरकारी लगाउने रे अनि त्यही भएर त्यो साइडमा त्यस्तो बार लगाएर अनि तरकारी लगाउने रे के। सो सबैजनालाई वेलकम छ, फेरि पनि स्वागत छ मेरो छोटो मिठो ब्लगमा। सो हामी चाहिँ अहिले जाँदैछौँ थाक्रा काट्नलाई जङ्गलमा, किनकि यसमा लगाउनलाई के यसमा चाहिँ यहाँ यो साइडमा पुरै तरकारी लगाउने रे अनि यसमा तरकारी फलाउनु पर्यो अनि त्यसपछि अनि यसमा चाहिँ थाक्रा चाहियो के, मतलब तपाईहरु बुझ्नु नभए उ यस्तो टाइपको यो यस्तो टाइपको बनाउने अनि तल तरकारी लगाउने अनि माथि सर जान्छ हैन, ढक्क लागेर टिप्न पनि सजिलो हैन, अनि फल्यो भने झन् खान सजिलो, किन्नु पनि परेन र ताजा पनि। सो हामी चाहिँ जाँदैछौँ जङ्गल। बुढी र बाबु अगाडि गइसक्यो हैन, किनकि पसलमा जाने रे के किन्ने रे त्यो बाबुले मान्दै मानेन कि, कहाँ मान्छ त हैन, अनि त्यही भएर ऊ अगाडि गइसक्यो, म चाहिँ पछाडि छु। यहाँ चाहिँ छोराले के किन्दैछ अरे, पैसा मागेर हैरान। ए त के किन आएको ह? म किन जाने गर कोलाई कोलाई म जान्न म जान्न जान्न म जान्न तपाईं घर जानुस् न म जान्न म जान्न घर जानुस् न म जान्न म जान्न हिजो तपाईको मोबाइल हेरेर मन भयो त मलाई घर जा भनिरहेको के च्यातेर ल्याए च्यातेर यो अल्टाले यहाँसम्म च्यातेर नापल ठिकै छोरो हो तैले पैसा च्यातिस च्यातेको म गर्छु पैसा च्यात्ने अझ नाटक के किन्ने हो बाबु, के खाने बिस्कुट खान्छ के त जाऊ त समाउ त पान्डा खाऊ उ त धेरै चाल्दा खाऊ पान्डा खाऊ तिमी के खाने, जाऊ समाउ त जाऊ छिटो छिटो जाऊ जाऊ छिटो जाऊ जाऊ समाउ त। के हो त्यो, के हो त फ्रुटी ल समाउ 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 हिरो भएर हेर न, हिरो अरे नगर्नु भन्ने छैन, मिठो छ फ्रुटी, खै मलाई ल्याउ नि त दिन्न अन्टी त बसेर खानु ल हिँड घर जा। हामीसँग जानलाई पनि फुपू रेडी भइसक्नु भयो, यता हेर्नु त के हो फुपू पनि रेडी भइसक्नु भयो। उहाँ चाहिँ मेरो बुढीले अन्टीलाई फकाउँदैछ पुरै जाम जाम भनेर हैरान गरेर। यहाँ चाहिँ हेर्दा हेर्दै हामीलाई लिनलाई चाहिँ बस पनि आयो। सो हामी चाहिँ बसमा जाने भनेर रेडी भएको थियौँ, तर पछि कुरा चाहिँ अर्कै भयो कि बसमा नजाने बाइकमा जाने, गइदिउँ न त भनेर अनि बाइकमा गइदिएको हामी चाहिँ। सो हामी चाहिँ अहिले जङ्गलमा पुगिसकेको छौँ। सो अचम्मको कुरा चाहिँ हामी थाक्रा काट्नलाई चाहिँ बाइक लिएर आइदिउँ थाक्रा काट्नलाई चाहिँ जङ्गलमा बाइकै लिएर आएको, किनकि अब तपाईँलाई चाहिँ अचम्म लाग्यो होला किन बाइक लिएको भन्ने चाहिँ होइन लागिरह होला कि, तर हामीले चाहिँ यता खोलामा चाहिँ बालुवा लिनलाई चाहिँ ट्र्याक्टर गएको रहेछ अनि ट्र्याक्टरलाई फोन गऱ्यौँ, त्यसपछि अनि टक्क लागेर अनि ट्र्याक्टरमा ल्याइदिन्छु भने अनि ल ठिक छ त भनेर अनि हामी फेरि बाइकमा आयौँ, सिधै आएर अनि यहाँ थाक्रा काट्न सुरु गरिसकेको छौँ हामीहरूले है। सो अब चाहिँ यो काटेको चाहिँ देखाउँदैन, म एकैचोटि लोड गर्न लागेको र लगेर झारेको चाहिँ तपाईँलाई देखाउँछु है त। सो अब चाहिँ लगाउँ कामतिर, धेरै गफ पनि दिने होइन। यहाँ बुढीले काट्न रेडी गरिसक्यो, सुरु गरिसकेको छ।